हेलो साथी, म फेरि पनि आइपुगेँ नयाँ भिडियोको साथ दोहा कतारबाट हजुरहरूकै साथी माधव। अनि आज हामी कतारको अल्खोर पार्कतिर घुम्दैछौँ साथीहरूसँग। यो अल्खोर पार्कको सुरुमा गेटमा भएको एउटा रमणीय ठाउँ हो। पानीको झरनाहरू जस्तो गराएको छ। बस्नुको लागि एउटा गोल घर वरिपरि राम्रो शीतल हो। साथीहरू सबै आइसक्नु भएको छ। हामीहरू पनि आएका छौँ। यो दिउँसोको 3 बजीतिरको समय छ। यतिखेर साह्रै सुन्दर छ, रमाइलो छ, मनमोहक छ। हजुरहरूलाई पनि यहाँको दृश्यहरू अवलोकन गराउँदैछु। हजुरहरूले पनि यो दृश्य देखेर खुसी हुनुहुन्छ भन्ने आशा गर्दैछु। सधैँभरि त घुम्न कहाँ पाइन्छ र परदेशको ठाउँमा। कहिलेकाहीँ छुट्टीको मौकामा यसो साथीभाइहरूसँग मिलेर रमाइलो रमाइलो ठाउँहरूमा घुम्न जाँदाखेरि जस्तो छ त्यस्तै भिडियोहरू बनाएर हजुरहरू सामु ल्याउने प्रयास गर्दैछु। त्यति धेरै भिडियोहरू गराउन राम्रोसँग ब्लगहरू गराउन त आउँदैन। उहाँ रामप्रसाद अधिकारी हाम्रो साथी पोखराको हुनुहुन्छ। हामी सबले रामदाई भने चिन्छौँ। यस्तै छ, रमाइलो छ, घुमफिर चलिरहेको छ साथीहरू। हजुरहरू पनि कतारतिर आउनु भने यो अल्खोर पार्कमा आउन नछोड्नु होला। यस्तो रमाइलो छ, आनन्द छ। पछाडि चित्रताई बसन्त टङ्कसर हुनुहुन्छ। अनि टङ्कसर के छ त अल्खोर। बसन्त दाई पछि आउँदै हुनुहुन्छ। हाम्रो चित्रताई अगाडि हुनुहुन्छ। साथीहरू सबै हिँडिरहेको छ, रमाइलो छ। फ्यामिलीहरू पनि टन्न आएको छन्। जति बेलुका भए त्यति धेरै फ्यामिलीहरू आइरहेको हुन्छ नि यहाँ। यस्तै छ, हेर्नुहोस् रमाइलो। कति हरियाली छ है पार्क। मस्त छ, मस्त। यहाँ आइयो भने मन आरामसँग मन भुल्छ, मन ह्याप्पी हुन्छ। कम्पनीमा गरेका कामहरू दुःखहरू सबै भुलिन्छ। यस्तै छ यहाँको हरियाली हेर्नुहोस्, सुन्दर हेर्नुहोस्। हामी अहिले यो जूतिर हेर्नु न कति ठुलो बाघ छ। यो बेङ्गल टाइगर भन्दो रहेछ यसलाई। यो नेपालमा, भारत, बङ्गलादेश, भुटान र म्यानमारमा पाइने बाघ। पाटिबाघ, हामीले पाटिबाघ पनि भनिन्छ। पाटिबाघ कति मात्तिएको छ क्या। फेरि अहिले मान्छेतिर फर्केर सुगर दिन्छ। हेर्दै गर्नु साह्रै मात्तिएको पो छ यो बाघ फेरि। यस्तै छ। जोडी छ अर्को चाहिँ अलिकन लेजी टाइपको त बसिरहेको छ। यो चाहिँ घुमै छ, डुलेको डुलै छ। यसले बाहिर निक्लिनु पायो भने त्यो मान्छेलाई बाँगिराख्छ होला त। यति ठुलो छ। गरेर हाम्रो टाउको सर्लक्कै यसको पेट मुखभित्र छिर्छ। यति ठुलो मुख छ यसको। यस्तै छ हजुर कतारको चिडियाघर। यस्तो रमाइलो छ। अर्को त सुतेर बसेछ अल्छी। एउटा डुलेको छ, अर्को सुतेको। यो फेरि अर्को कलरको, यो व्हाइट ब्ल्याक पाटा भएको। यो फेरि अर्कै खालको बाघ हो। यो देख्दा पाटी बाघ जस्तै छ तर अर्कै खालको बाघ हो। यो यहाँ 3-4 वटा छ। फेरि यो झन् ठुलो छ, त्योभन्दा योभन्दा झन् ठुलो छ। लड्न खोज्छ, फाइट गर्दैछ बाघहरू है। मेरो ठाउँमा किन आइस भनेर बसेको होला नि, भनेको होला नि।
यस्तै यस्तै छ चिडियाघरतिरको रमाइलो। साथीहरू चित्रता ल्याउनु त फोटो खिच्दै हुनुहुन्छ।